भर्चुअल नेपाली च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। केही महिना अघि वाइवाई चाउचाउ अझ स्वादिलो र हेल्थी कसरी बनाउने भनेर भिडियो पोस्ट गरेकी थिएँ। आजको एपिसोडमा भने सबैको प्यारो वाइवाईको सुपवाला रेसिपी लिएर आएकी छु। सामग्रीहरूको मात्राको लागि तलको डिस्क्रिप्सन बक्समा हेर्नुहोला। हरियो प्याज चलाइदिऊ, हल्का भाज्दै मैले यसलाई अब 2 मिनेट छोपेर पकाउँदा यो पाक्छ। छोपिदिऊ। हेर्नुहोस् त मैले लाइट अन गरेँ, मजाले उम्लिरहेको छ। छोपेर उमालेको 2 मिनेट भयो। अब यो धनियाँ राखेर बन्द गरिदिऊ। ततै खायो भने धेरै मिठो हुन्छ। अब यो भर्खरै टिपेको धनियाँको पातलाई म यहाँनिर राख्न जाँदैछु। हेर्नुहोस् त निकै राम्रो देखिएको छ यो, हेर्दै खाउ खाउ लाग्ने। अब यो हाम्रो सुपवाला वाइवाई